हेलो साथीहरू नमस्कार गाइस। आज म यहाँहरूको बिचमा विशेष गरेर एउटा नयाँ किसिमको भिडियो यहाँहरूको बिचमा ल्याउन गइरहेको छु। कृपया साथीहरू तपाईहरु यो भिडियोलाई धैर्य गरेर सुनिदिनु होला। भिडियो छोटो पनि छ र मिठो पनि छ र तपाईहरु र मलाई काम लाग्ने भिडियो हो। र आजभोलि विशेष गरेर साथीहरू तपाईहरुलाई मलाई हामी सबैलाई के छ भने पैसा रुपियाँ अति आवश्यक छ। पैसा कमाउनका लागि हामी के गर्छौं भने विभिन्न किसिमको पेशा गर्छौं, जागिरी गर्छौं, नोकरी गर्छौं, हैन? सबै कुराहरु गर्छौं हामीले। जागिरी खानलाई पनि हामीले तपाईले धेरै पढ्नु पर्छ, लोकसेवा आयोग लड्नु पर्छ, हैन? अनि चाहिँ तपाईको विभिन्न किसिमको खुराफाती गरेर चाहिँ हामीले अनि जागिरी खान्छौं। र त्यसपछि के हुन्छ भने अब हामीले व्यवसाय गर्नका लागि पनि तपाईको टन्नै किसिमको के हुन्छ रुपियाँ पैसा चाहिँ एक किसिमले लगानी गर्नुपर्छ, हैन? धेरै लगानी नगरेसम्म हामीले व्यवसाय गर्न सक्दैनौं। खेतीपाती गर्नका लागि पनि तपाईको टन्न जग्गा जमिन चाहियो र चाहिँ अनि त्यसपछि लाएर त्यसमा चाहिँ लगानी चाहियो, है? पैसै चाहियो र चाहिँ तपाईको जे गर्दा पनि पैसा कमाउनका लागि के छ भने लगानी रुपियाँ पैसा चाहिन्छ। तर आज म तपाईसँग 1 रुपियाँ पनि लगानी नगरेर घरमै बसी सुती तपाईले पैसा कमाउन सक्नुहुन्छ। र यो कसरी कमाउने भन्ने विषयलाई बुझ्नका लागि कृपया ननस्टप यो भिडियो एकचोटी हेरिदिन हुन म अनुरोध गर्दछु। के छ भने तपाईहरु हामीहरु सबै आजभोलि के छ मोबाइल चलाउँछौं, हैन? मोबाइल चलाएर तपाईको विभिन्न किसिमका फेसबुकहरु, युट्युबहरु, हैन? अनि चाहिँ तपाईको टिकटकहरु, विभिन्न इन्स्टाग्रामहरु, व्हाट्सएपहरु, हैन? इमोहरु चलाएर सबैका भिडियो के गर्छौं भने हामीले हेर्ने काम गर्छौं, हैन? अब त्यसैमा हामीले चाहिँ के गरे हुन्छ भने हाम्रो सारा समय चाहिँ हामीले त्यसैमा व्यतीत गरेका हुन्छौं। तर तपाईले र मैले हेरेको भिडियोबाट चाहिँ तपाईको के हुन्छ भने सबले पैसा कमाइरा हुन्छ, है? तपाई एकचोटी गहिरो तरिकाले सोच्नु होला है त। मोबाइल तपाईको हातमा छ, है? तपाई मोबाइल चलाउनुहुन्छ, समय तपाईले बर्बाद गर्नु भएको छ। तर तपाईले र मैले यति बुझ्न जरुरी छ कि साथीहरु मोबाइल चलाएर पैसा कमाउन सिक्ने तरिका जान्न पर्यो त, सिक्नु परेन? है? र सिक्न त सबैलाई थाहा छ, मोबाइल चलाउन सबै जानेका छन् भने तर अब कुरो के छ भनेपछि बुझ्नु पर्यो, सोच्नु पर्यो। पैसा कमाउनको लागि दुनियाभरि दुःख गर्ने र चाहिँ हामीले जुनबाट जसरी पैसा आउँछ त्यतातिर नजाने यो गलत हो। त्यसो भए हुनाले साथीहरु तपाईले र मैले जुन किसिमले मोबाइल चलाउँछौं तपाईले आफ्नो घरमै बसेर एक किसिमको के गर्नुस् भने आफ्नो युट्युब च्यानल खोल्नुस्। आफ्नो युट्युब च्यानल खोल्नुस्, राम्रो किसिमको एउटा मोबाइल, है? मैले पनि चाहिँ तपाईको सुरुमा सामान्य मोबाइलबाट मैले तपाईहरुलाई अहिले भने जस्तै मैले पनि यसरी सुनेर काम सुरु गरेको हो। अहिले म तपाईको के छ भने महिनाको केही नभए पनि 40-50 हजार रुपैयाँ मैले कमाउँछु। यसरी सुतिकन चाहिँ मैले कमाइरहेको छु। किन कमाइरहेको छु, कसरी कमाइरहेको छु भन्ने विषयमा चाहिँ मेरो आफ्नो युट्युब च्यानल छ, है? मेरो आफ्नो युट्युब च्यानल मैले चलाउँछु। मैले भिडियो तपाईको बनाउनका लागि धेरै दिमाग लगाउन आवश्यकता छैन, धेरै पढे लेखेको हुन पनि आवश्यकता छैन। खाली मात्रै के छ भनेपछि तपाईले आफ्नो युट्युब च्यानल खोल्नुस्। आफ्नो युट्युब च्यानल खोलिसकेपछि विभिन्न किसिमका तपाईको अहिले त नेपालमा विभिन्न किसिमका सिनहरु छन्, त्यहाँको भिडियोहरु बनाउनुस्, है? विभिन्न कार्यक्रमहरु हुन्छन् हर ठाउँमा, त्यो कार्यक्रममा जानुस्, तपाई ती कार्यक्रमका भिडियो बनाउनुस्, तपाईले ती भिडियोहरु हाल्नुस्, हैन? तपाईले र विभिन्न किसिमका तपाईको दशैं तिहार चाडपर्व हरेक फंक्सनहरु हुन्छन्। मान्छेलाई हेर्ने टाइपको आहा हेरौँ है त भनेर एकचोटी स्टेप गरेर चाहिँ तपाईको भिडियो हेर्ने खालको तपाईले त्यो किसिमको भिडियो बनाउनु भयो भने तपाईको भिडियो उनीहरुले हेर्छन्। तपाईको भिडियो हेरिसकेपछि तपाईको भिडियो हेरे बापत त्यो भ्युज आए बापत तपाईले पैसा कमाउनु भयो कि भएन? तपाईले घरमै बसी सोचिकन भयो कि भएन? तपाईले के दुःख गर्न पर्यो? भिडियो बनाउनुस्, एकचोटी घुम्नुस्, टहल्नुस्, मजाले भिडियो बनाएर चाहिँ तपाईले आफ्नो घरमै बसी भिडियो बनाएर पैसा कमाउन सक्नुहुन्छ। फोकटमा तपाई किन जान्छ अरूको भिडियो हेर्नलाई? फेसबुक चलाएर के फाइदा तपाईलाई? टिकटकबाट मान्छेले टिकटकबाट पनि कमाइरहेका छन् जानेर लाखौं। अब युट्युब तपाईले आफ्नो च्यानल बनाउनु भयो भने अलिकति थोरै सुरुमा अलिकति काम गर्नुभयो भने त्यसपछि तपाईको सुती तपाईको युट्युब च्यानलबाट पैसा आउँछ। त्यसो भए हुनाले साथीहरु यो भिडियो मैले जुन किसिम यहाँहरुको बीचमा राख्नको मुख्य कारण के हो भने भिडियो बनाएर नै पैसा हुन्छ भने हामीले अरु दुःख किन गर्ने? के लगानी चाहियो? एउटा मोबाइल त तपाईसँग छ, मसँग पनि छ, हामी सबैसँग छ। तर त्यो मोबाइललाई चाहिँ सदुपयोग कसरी गर्ने? यो मोबाइल
को प्रयोग कसरी गर्ने भनेर हामीले अन्तर्आत्मादेखि बुझ्दै गयौँ भने त पैसा त टन्न छ त साथीहरू। त्यसो भए हुनाले आजैदेखि तपाईँले आफ्नो युट्युब च्यानल बनाउनुहोस्, विभिन्न त्यस्ता किसिमका भिडियोहरू बनाउने गर्नुहोस्। ती भिडियोहरूलाई चाहिँ तपाईँले है आफ्नो युट्युब च्यानलमा पोस्ट गर्नुहोस्। पोस्ट गरिसकेपछि तपाईँको भिडियो यसरी मैले बनाएको जस्तै गरेर बनाएर तपाईँले आफ्नो युट्युब च्यानलमा हाल्नुहोस्। हालिसकेपछि के भयो भन्नुहुन्छ भन्दा तपाईँको भिडियोमा भ्युज आउन सुरु हुन्छ, तपाईँको पैसा आउन सुरु भयो कि भएन? मात्र यति हो। त्यसो भए साथीहरू यो भिडियो तपाईँलाई कस्तो लाग्यो? ठिक छ भने ठिक भनेर कमेन्ट गर्नुहोला, बेठिक छ भने चाहिँ तपाईँको बेठिक भन्ने कुनै प्रसङ्ग नै आउँदैन। त्यसो भए आजैबाट तपाईँहरू सुती पैसा कमाउन चाहनुहुन्छ भने आफ्नो युट्युब च्यानल खोल्नुहोस् र युट्युब च्यानल बनाएर चाहिँ तपाईँले आजैबाट सुती घरमै पैसा कमाउनुहोस् भन्दै म यहाँहरूको बिचमा यो भिडियो बनाएर राखेको छु। कृपया साथीहरू यो भिडियोलाई मन परे लाइक, कमेन्ट र सेयर गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला भन्दै यहाँहरूको बिचमा कुनै यस्तै किसिमका भिडियोहरू चाहिँ जिज्ञासाहरू लिएर आउन सक्न सफल हुनेछु। हुन्छ, नमस्कार, बाई बाई, टाटा।